प्रपर्टी ट्याक्स वास्तवमा कहाँ जान्छ? धेरै मानिसहरूलाई लाग्छ काउन्टीले तपाईँको सबै प्रपर्टी ट्याक्स राख्छ, तर त्यो सही होइन। ब्रेकडाउनको लागि टेक्ससको ट्राभिस काउन्टीको इक्जाम्पल लिउँ है। ध्यान दिनुहोस्, तपाईँ ट्राभिस काउन्टीको कुन एरियामा बस्नुहुन्छ भन्ने अनुसार प्रपर्टी ट्याक्सको ब्रेकडाउन फरक हुन सक्छ। तर जेनरली तपाईँले तिरेको ट्याक्सबाट करिब 45% लोकल पब्लिक स्कुल्समा जान्छ। एजुकेसनले सबैभन्दा ठूलो सेयर पाउँछ। लगभग 20% ट्राभिस काउन्टीमा जान्छ, जसले रोड्स, कोर्ट्स, ल इन्फोर्समेन्ट र अन्य काउन्टी सर्भिसेस चलाउन मद्दत गर्छ। करिब 10 देखि 15% हस्पिटल र हेल्थ केयर सर्भिसेसका लागि जान्छ। बाँकी हिस्सा सिटी, इमर्जेन्सी सर्भिसेज, कम्युनिटी कलेजेस, लाइब्रेरिज र अन्य लोकल डिस्ट्रिक्ट्समा जान्छ। यदि तपाईँ ट्राभिस काउन्टीमा घर किन्ने सोच्दै हुनुहुन्छ भने होम प्राइस मात्र नहेर्नुहोस्, एनुअल प्रपर्टी ट्याक्स पनि अवश्य चेक गर्नुहोस्, किनकि त्यसले तपाईँको मन्थली हाउसिङ पेमेन्टमा $100 फरक पार्न सक्छ। यस्तै सिम्पल रियल इस्टेट टिप्सका लागि फलो गर्न नबिर्सनुहोस्।